आइरहेका छौँ। अहिले मैले कति पनि ढिला नगरी मेरो सहकर्मी मित्र मनकुमार श्रेष्ठलाई त्यो माइक्रोफोन दिन चाहन्छु। धन्यवाद अमितजी। यहाँलाई हामी सांस्कृतिक कार्यक्रम मार्फत मनोरञ्जन तत्त्व लागेर गर्नेछौँ। सूर्यलाई हातले लाने छेक्न सकिँदैन। हाम्रा प्रिय कलाकारहरूले खबरदारीका साथ भन्ने हुन्छ यो महाधिवेशनबाट हामी एउटा लय समात्दैछौँ र देश निर्माणमा हामी पूर्ण प्रतिबद्धताका साथ अगाडि बढ्नेछौँ। अहिले भने सूर्यलाई हातले लाने छेक्न सकिँदैन शब्द भीमद्वारा शहीद अशोक राई, कलाकारहरू सञ्जय टुक्र, जितेन्द्र चौधरी, राजालाई, निता थापा, विनोद सराई र सुधा सराई। मैले एउटा सन्देश यहाँको बिचमा प्रवाह गर्न चाहन्छु। मैले अघि नै पनि भनिसकेँ, नेकपा एमालेसँग जोडिएका सबै नेता तथा कार्यकर्ताहरू अनुशासित र संयम हुनुहुन्छ। पश्चिमतिरबाट आइरहेको यो जुलुसलाई, यो मासलाई उत्तरतिर दक्षिणतिरबाट आइरहेको मासलाई उत्तरतिर गएर यतापट्टि खालिरहेको ठाउँहरूले तपाईँहरूलाई पुरिरहेको छ। त्यहाँ जानुभयो भने हाम्रो यो मास